आएर सजाएर बल्ल चुन गर्ने चुन गर्ने कति पनि नदेखिनु पर्यो निद्रा लागेछ बाबु दुईटा फर्सी मात्र छ नमस्ते सम्पूर्णलाई आज म फेरि नयाँ भिडियो लिएर हजुर सामु आइसकेको छु। हजुरहरू सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। र मैले अहिले भिडियो फेरि दिउँसो 1 बजे स्टार्ट गरेको छु। बिहानभरि यताउति गर्न ठिकै हुन्छ, काम घरको काम पनि ठिकै हुन्छ। बिहान स्टार्ट गरौँला भनेको हुँदैन भ्याइन। जब मेरो छोरा स्कुलबाट आउँछ अनि मलाई फेरि भिडियो स्टार्ट गर्न मन लाग्छ। किन होला साथीहरू, छोरा नहुन्जेसम्म मलाई भिडियो स्टार्ट गर्नै मन लाग्दैन। छोरा स्कुल आएपछि छोरा स्कुलबाट आएपछि भिडियो स्टार्ट गर्छु। छोरा लिएर मैले भिडियो बनाउँछ नि बाबु। मेरो छोराले फेरि खेलिरहेछ। आज मैले हिजो बनाइदिएको गाजल आज लगाइदिएको त कति राम्रो देखियुन् के। मैले पनि लगाएको छु आँखामा गाजल। ननुहाएको त फेरि भइसक्यो, अस्ति नुहाएको कति 1 हप्ता भइसक्यो ननुहाएको। तर ननुहाए पनि गाजल साजल त लगाएर बसेको आज। अनि आज फेरि घाँस पनि काट्न गएन। जान त अझ केरो उखाल्नु छ, केरो उखालेर लिनु छ। जान त छ, काम त छ, धेरै छ। तर अहिले सासु आमा हुनुहुन्न, बिहेमा जानुभएको। अस्ति जानुभएको, अब आउनु अझै भोलि आउनुहुन्छ कि पर्सि आउनुहुन्छ, अझै आउनु भएन। अनि अब सासु घरमा नआएपछि त अब बाबुसँग एक्लै भ्याइँदैन। बाबुलाई हेर्न पनि पर्यो। अब नानी पनि छ त हेर्छ नानीले पनि। तैपनि यता हजुर यस्तरी चकचक गर्नुहुन्छ। अब के बनाएको यो बाबु, के बनाएको यस्तो? यो के बनाएको यो? यस्तो बनाएर खेलिरहेको छु मेरो सानी। फेरि म फेरि बसिरहेको छु। आज काम त अब अलिअलि घाँस गर्नु छ। काम त अलिअलि छ, काम गर्न पर्ने धेरै छ साथीहरू। अब यस्तै हो, नयाँ साथीहरू हुनुहुन्छ भने मेरोमा लाइक सेयर सब्सक्राइब गर्नु होला। म पनि हजुरहरूलाई गर्नेछु। अनि हजुरहरू हामी सबै मिलेर अगाडि बढ्नुपर्छ। अनि भर्खर अब भिडियो खोलेको कति 1-2 महिना भयो। अनि अब त्यति सबै भिडियोको सबै कुरा थाहा त छैन। अब बिस्तारै सिक्दै जान्छु। अनि हजुरहरूले साथ सपोर्ट दिनु होला। अनि मेरो भिडियोलाई लाइक सेयर सब्सक्राइब पनि गर्नु होला भन्न म गइरहेको छु। छोराको काम फेरि यो। ल अब चुन गर्ने हो, चुन गर हो। यति राम्रो मिलाएर सजाएर बल्ल चुन गर्ने अरे। ल चुन गरिदियो ल। कति पनि नदेखिनु पर्यो। ल हो, निद्रा लागेछ बाबु। खै निदाएको अहिले भर्खर निदाएको होइन र? अहिले भर्खर निदाएको होइन र? निन्द्रा ला सुत, चुन गर। कहिले कसो भने यति मजाले खेल्छ, कहिले भन्ने पनि चकचक यति छ कि यति छ। मजाले खेल्छ कहिले भने, कहिले त फेरि चकचक अचम्मै गर्छ। सतान्छ मलाई, असाध्यै सतान्छ। अब त नास्ता खाने टाइम भइसक्यो, भोक लागिसक्यो। के खाने हो नास्ता पनि, केही पनि। मेवा रहेछ त नि, नानीलाई होला यो मेवा। फेरि दिदीलाई लिन स्कुलै गएको छ मेरो बाबी। ल आऊ हिँड। दिदीलाई लिन गएको बाबु, स्कुललाई गएको दिदीलाई लिन। दिदीलाई मेवा राख्दैछ। अघि स्कुलमा तँलाई स्कुलनिर हाम्रो स्कुल फेरि नजिकै छ। स्कुलनिर क्या तँलाई नानीलाई मेवा लगिदिने हो भनेर त्यहाँ गएको थियो। नानी भन्यो। पछि मैले राखिदिएँ भनेर राख्दैछ भित्र। भित्र थाल्नु छ। मेवा राख्दैछ नि तिमीले दिदीलाई। आज फेरि पानी आउला जस्तो गरेछ है, बादल लाएर पानी आउला चाहिँ गरेछ। फेरि आज मेवा राखिदिएको। यसलाई फेरि मेवा असाध्यै मिठो मान्ने किन होला? झार्नु लातिर हल्लटी लगेर मैले उयो दाउरा बनाउँछु।
यति लामो लामो छ, लामो लामो चुलामा हाल्न पनि अहिले नबल्न सक्छ। त्यही भएर यो दाउरालाई यति सानो टुक्रा बनाएको छु मैले। आगो बनाउन सजिलो हुन्छ, टुक्रा बनाएपछि यो टुक्रा बनाएको छु। अबि कारा बाबु यो टुक्रा बनाउँदैछु मैले। यति मोटा मोटा छ दाउरा, यसलाई टुक्रा टुक्रा बनाएर हाल्नु पर्यो। यो मोटा दाउरा बल्दैन, त्यसलाई मोटा दाउरा बल्दैन। पछि खाना पकाउने, पिरो पकाउने। हामी फेरि पिरो भैँसीलाई गोरुलाई बेलुकै पकाउँछौँ नि पिरो, त्यही भएर त्यति पिरो पकाएर त्यति दाउरा भएपछि त खाना पिरो पकाउनु हुन्छ। अब खाना पकाउन सुरु गर्नु पर्यो। खाना पकाउन सुरु भन्दा नि नानी चिया पकाउँ खाने हो। चिया आँसीले क्या यही पानी ओसारेर यता यहाँ यता पानी यो सारो छ, त्यही भएर यता पानी यो फोहोरहरू पानी छ हाम्रो यहाँ धाराको पानी। यसमा यस्तो बनाएर पानी झारेर बेलुका तरकारी लाउनु छ। सारो छ, अलिअलि मल पनि हाल्नु पर्यो। यो भिजेपछि पानी सारेर मलसल हाल्नु पर्यो अलिअलि। अनि फर्सीहरू छ, फर्सीहरू रोप्नु पर्ला। चारेको ठाउँमा खन्छु मैले, अनि खनेर मलसल हालेर फर्सी रोप्नु पर्ने छ। बुङ्गुर फेरि हिँड्ने छ, कुहिकाइरहेछ। बिहान चारो दिएको नि, बिहान दिउँसो चारो दिएको अझै कराइरहन्छ कि ए बुङ्गुर त। खोर्सानी बुढाले चाहिँ ओ त ओखर नखोल्नु। अघि भर्खर पानी चारेको अलिक गिलो भयो, त्यही पनि गिलैमा राम्रो हुन्छ। यस्तो बनाएर अब घाँस उखालेर यो झार छ, यो झार खान दिन्छु अलिअलि बुङ्गुरलाई। ला खा खा खा। यत्रो ठ्याङ्ग्रा छ नि, त्यही भएर हिँड रोपेपछि सजिलो हुन्छ। ठ्याङ्ग्रा हाल्नु पर्दैन, त्यही भएर हिँड रोप्नु लगाएको। यता त्यता पानी अलिक साह्रो भएछ, जाँदै होइन। यस्तो भएको छ। अब मल हाल्छु मैले। मल छरेर अहिले एकछिनमा अलि बेलुका भएपछि बुट्टा लगाएपछि मर्दैन, त्यही भएर अलि बेलुका भएपछि सार्ने हो। तर अहिले बनाएर ठिकै बनाएर राख्नु पर्यो। धेरै त बुट्टा छैन, 3टा बुट्टा छ होला, अरू बुट्टा त उम्रेको छैन। धेरै छैन बुट्टा त, तै पनि धेरै नभए नि ठाउँ त बनाएर राख्नु पर्यो। यति छ यस्तो बनाएको छु। मल छरेर ल बनाएर राखेँ। अब यति बनाएर राखेपछि त अब एकछिनमा लगाउन सजिलो हुन्छ। डोको बोकेर म अलिकति घाँस गर्न जाँदैछु। यस्तो छ डोको। यतातिर छ घाँस अलिअलि। आम्मामा अया डोकोको हालत यस्तो छ। आम्मा यस्तो छ यो घाँस गोरेर अलिअलि। बेलुकामा त घाँस गोर्नुपर्छ फेरि। माटोसँग गोर्छ। घाँस गोरिसकेँ अब मैले। हाम्रोतिर यस्तो छ भाजीको साग खानु आउँ मेरो साथीहरू। यति राम्रो छ अझै पनि भाजीको साग। अब यहाँ गोपी छ। गोपी यस्तो फलेछ, सानो फलेछ। यो गोपी ल तरकारी पकाउनु पर्यो। गोपी र आलु। यस्तो छ गोपी। गोपी ल
बुढेसँग उखाल्दै यस्तो छ यो फेरि ल यति सानो फलेछ पछाडि लगाएको भएर होला सानो फलेछ क्या यी यतातिर पनि राम्रो यो फलेको छ सबभन्दा ठुलो अरू त छैन गोपी काठिया जस्तो छ गोपी पनि सानो छ किरा लागिसकेको छ यी कोही गोपीमा कोही गोपी फेरि फल्दैछ के भयो हजुर अब डोको बोकेर घरतिर लाग्नु पर्यो के हो अब गाजर चोर्नेहरू ए र त यो गाजर यसो डिबियो त अबि अर्को फेरि कहाँ पसेको होला के हरेर यता तरकारी हो त बा उठ्दैन यसले हान्छु अहिले यसले हानौँला है अनि ए हो एसा ए फर्सी अहिले हामीले उता रोप्ने यति छ फर्सी बाबा आऊ फेरि आलु र गोपीको तरकारी पकाउन लाग्यो हामी घरकै त्यो तोरीको तेल खान्छौँ नि त्यो यस्तो देखेछ यी गोपी र आलुको तरकारी पकाउन छु मेरो बाबुले फेरि आँसी मात्र खेलाउँछ क्या आँसी नखेला भनेको मान्दैन नि बाबु हात काट्छ क्या आँसी नखेला रोपेको तरकारीहरू बार्दैछौँ अर्कोले फेरि के गर्यो तरकारी बार्दै उम्रेकै छ नि यो नर्सरीबाट नर्सरीमै राखा भाउजू भन्न बाबु भाउजूलाई गिराएको होला भाउजू भन्छ त यो फेरि के हो त यो यो के हो त यो मेरो उम्रे आला र रोपेको फर्सी दुईटा फर्सी मात्र छ बुवाले रोप्नु लाग्नु भए मैले त खनेर मलसल हालेको बुवाले रोप्नु लाग्नु भए अब अरू छ ऐ नगर्नु बाबु ढुङ्गा लाग्छ मैले आलु र अनि गोपीको तरकारी आलुको तरकारी खुर्सानी अचार टमाटर गोलबिराको अचार बनाएको यी मेरो बाबुले नानीले पनि खाना मिठो छ गाइस मेरो यस्तो भएको छ हात टेबल खानै सकेन के भयो काटेको